नमस्कार। सारेगामाप सङ्गीत पाठशाला युट्युब च्यानलमा सदा चाहिँ यहाँहरूलाई स्वागत छ। सधैँ चाहिँ सानो एउटा भजनको टुक्का, छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटा सा मेरा मदन गोपाल भजन लिएर उपस्थित भएको छु। सबैलाई सदा चाहिँ भन्ने गर्छु, हाम्रो च्यानल नयाँ छ, त्यस कारणले सबैले हामीलाई माया गरेर सर्वप्रथम त हामीलाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। छोटे छोटे गैया छोटे छोटे ग्वाल, सर्वप्रथम बुझ्नुपर्ने चाहिँ हामीले छोटे छोटे गैया छोटे छोटे ग्वाल बजाउँदा सुरु कहाँबाट हुन्छ त? सारे ग। सर्वप्रथम सारे गम तरिकाले मान्छेले बुझ्ने तरिकालाई सारे ग, नबुझ्ने तरिकाले सिधै हामीले हेर्दाखेरि हाम्रो पहिलो दोस्रो पर्दाको बिचमा हामीले चाहिँ यहाँबाट सुरु गर्छौँ। छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटो सो मेरा मदन गोपाल। हरि भन्दा पनि यहीँ पुग्नु पर्यो। छोटा सा मेरा मदन गोपाल। एकचोटि सर र बिस्तारै बजाएर सुनाउँछु। छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटे छोटे गैया छोटा छोटे ग्वाल, छोटा सा मेरा मदन गोपाल। छोटा सा मेरा मदन गोपाल। अब यसको अन्तरा पनि लास्टबाटै सुरु हुन्छ। आगे आगे गैया पीछे पीछे ग्वाल, आगे आगे गैया पीछे पीछे ग्वाल, बीच में मेरा मदन गोपाल। बीच में मेरा मदन गोपाल। छोटे छोटे गैया छोटे छोटे ग्वाल। अब यसलाई अर्को पर्दाबाट हामीले यहाँबाट पनि बजाउन सक्छौँ। छोटे छोटे गैया छोटे छोटे ग्वाल। अब मान्छेको स्वर कहाँबाट लाग्छ भन्ने कुरा, मान्छेको स्वर यहाँबाट लाग्यो, अलिक तीव्र स्वर छ भने अलिकति यहाँबाट लाग्छ, अलिक मन्द्र स्वर छ भने यताबाट यहाँबाट लाग्छ। छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटा सा मेरा मदन गोपाल। हरि छोटा सा मेरा मदन गोपाल। तर राम्रो भजनलाई राम्रो सुनिनको लागि अलिकति थोरै तीव्र स्वरबाट चाहिँ अलिकति राम्रो सुनिन्छ। अब कोही मान्छेको मन्द शब्द पनि हुनसक्छ, अलिकति मलिनो स्वर छ भने त्यसलाई पनि अगाडिको पर्दाबाट बजाउन सकिन्छ। त्यस्तै अब अरू हाम्रो जुन अन्तरा छ, काली काली गैया गोरे गोरे ग्वाल, अब त्यसलाई पनि हामीले चाहिँ यहाँबाट सुरु गर्दाखेरि चाहिँ काली काली गैया गोरे गोरे ग्वाल, काली काली गैया गोरे गोरे ग्वाल, श्याम वर्ण मेरा मदन गोपाल। हरि श्याम वर्ण मेरा मदन गोपाल। छोटे छोटे गैया छोटे छोटे ग्वाल, छोटे छोटे गैया छोटे छोटे
बिस्तारै तपाईँहरूले यो भिडियो हेर्दै प्र्याक्टिस गर्न सक्नुहुनेछ। त्यसको लागि हामीलाई सब्सक्राइब गरेर माया गरिदिनु होला। हस्त यस्तै नयाँ नयाँ मजेदार शानदार रमाइलो सुमधुर भजनहरूको साथमा फेरि उपस्थित हुने नै छु। हस्, शुभरात्रि।